हेलो, यो हजुरको बुद्ध चोक हो। यसलाई बडअडे पनि भनिन्छ। यामदीको पुलबाट यहाँसम्म 2 किलोमिटर छ। जुन यहाँ गाडीहरू आएको देखिन्छ। यो तलको यो बुद्ध चोक हो यो। र बुद्ध चोकबाट मनोकामना होम पाइपसम्म आउनको लागि चाहिँ हजुरको 100 मिटर जति पनि छैन, 100-200 मिटर जति छ। र यो बुद्ध चोकबाट आएर आउँदै गर्दा जब यहाँ उकालो देखिन्छ, यो उकालोबाट ठ्याक्कै अपोजिट हिमालयको गयो भने ठ्याक्कै होम पाइप देखिन्छ बाटोबाटै। र यहाँनिर ओल्ड टाउन बिस्ट्रो रेस्टुरेन्ट पनि छ। र यहाँ अर्को मुख्य कुरो, यहाँ थापा पेट्रोल पम्प छ। जुन थापा पेट्रोल पम्पबाट घुमेर यता हाम्रो यो होम पाइप, मनोकामना होम पाइपमा छिर्ने बाटो छ। सजिलो छ। यहाँबाट आएपछि सिधा हजुरको सिधै उकालो लगाएपछि होम पाइप देख्न सकिन्छ। र ख्याल गर्नुपर्ने कुरो के हो भने, थापा पेट्रोल पम्पलाई यसो ख्याल गरेर आउनुभयो भने ठ्याक्कै चिनिन्छ।